लाउँछ हौ बनाउँदा पनि है त कोतार्छ च्यातिन्छ इ किन लाग्छ चाहिँ हजुरकोतिर लाग्छ कि नै म दुगुर्छु ल घटाउँछु के मलाई अगाडि हेर्नु गु छ के गु कोलोलाई हग्ने खाइ ल जान्छ हामी चाहिँ एकछिन घाम ताप्न लाग्यो होइन घाम खोज्दा खोज्दा यहाँ 5 बज्नु लागिसक्यो अब खानु घन्टा पनि लागिसक्यो हेलो वेलकम टु माई न्यू डे एन्ड न्यू भ्लग गाइस हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हजुरकै माया हुन्छौँ आज चाहिँ हामी बनतिर है फेरि आफ्टर लङ टाइम 1 years पछि मनतिर चल्दिनु लाग्यो कि आज त फेरि आजभन्दा नि अस्ति पनि आएको थिएँ म अनि आज सेकेन्ड टाइम हाम्रो चाहिँ यहाँ असोजको महिनादेखि घाँस फुल्छ कि फागुनसम्म अनि घर बस्नु पनि है यतिकै बस्नु पनि घरमा बस्नुभन्दा अलिअलि भयो नि घाँसहरू आउँछ नि त है भनेको यो घामले फेरि टल्केर यस्तो एकदमै यहाँ निदा यस्तो खुम्चिन्छ कचाकको चुपरे हुन्छ गाइस कहाँ हेर्नु हाम्रो चाहिँ त्यहाँ हाम्रो मम्मी वरिष्ठ नाइके अनि दिदी ऊ पुरा मामा हेर्नु हाम्रो ग्रुप हो 4 जना हामी जान लाग्एको छौँ बन हेर्नु गाइस अब घाँस दाउरा कतिको पाइन्छ थाहा छैन है दुःख त दुःख भइहाल्छ हेर्नु हिँडेपछि के हेर्नु र कसले बोकेर लैदिन्नन् हगिन मामा पिलेन पनि आउँदैन गाइस धौ भयो थगाइ मार्नु पर्यो हगिन मामाजी हेर्नु हाम्रो प्रतीक्षालय गाई सुर्खेत आएपछि यहाँ माथि आउनुलाई हाम्रो प्रतीक्षालय चाहिँ कस्तो राम्रो छ त्यो पिकनिक सिक्ने खाना आउनुहुन्छ टाढाबाट रमाइलो छ हाम्रो बन हेर्नु फेरि खतरा पिच गरिदिएको छ नि हिँड्नलाई फेरि दुःख हुन्छ भनेर हेर्नु यो टाइले बिछान माथिसम्म तर हिँड्नै पर्छ लिफ राख्दा झन् सजिलो हुन्थ्यो है सिँ चल जानु सोचै भएको छ जो राम्रो भएको छ गाइस थगाइ मारेको एकछिन अब आस्ता सिउताउनु पो भात खाने बित्तिकै हिँडेको यहाँ छ भात त यहाँ बुढो भइएछ सकेन अब हाम्रो चाहिँ यहाँ मम्मीले आसी उदाउँदै हुनुहुन्छ ठिकै बनाएको दाउरा लियो के गर्ने के जाउँ त जाऊ अब गाइस हेर्नु न बुढाबुढीको गफ सुन्दै हिँड्नु पर्यो कति राम्रो छ हेर्नु हाम्रो हेर्नु न यहाँ पहिला धारा थियो कि पानी आउने यस्तो दामी गराइदिनु भएको थियो न यहाँ समितिहरूले सब राज्य जस्तो केटाकेटी हो कि उसले पो बिगारेर फाल्थ्यो आनन्द हुन्थ्यो यहाँ धारा हुन्थ्यो अनि यतातिर यहाँ पिकनिक खाने ठाउँ हुन्थ्यो है मामा अनु पनि पिकनिक खान्थ्यो सब बिगारे यो चाहिँ मेरो क्या गाइस बनाउँदा फेरि लगाउने लगभग बनाउँदा सजिलो हुन्छ क्या यस्तो फेरि लाम्बाउले अनि धेरै राम्रो पनि कोलाउँछ हौ बनाउँदा पनि है त कोतार्छ च्यातिन्छ इ किन लाग्छ चाहिँ हजुरकोतिर लाग्छ कि नै अनि कोराम लगाएर आउँछु लुगा के यस्तै आउने भदाङ भएर कोरामरी हुन्छ बनाउने बेला नि भरे यस्तै हो यस्तै आइन्छ अब हो कि न मामा आफै त गल्लिया हुन्छ हिँड्दा धौबा हुन्छ घाँस नपाएर दाउरा नपाएर कम्ता टेन्सन हुन्छ भगवान् गाह्रो छ गाई भाडा पार्नु पनि मतलब बाख्रा पाल्न पनि गाई त छैन जिन्दगी कुरा के गाई छ घाँस दाउरा भेट्यो त केही लाग्दैन कि होइन मलाई बोक्न केही पनि लाग्दैन कि घाँस दाउरै भेटिन्न र पो तनाव लाग्छ है माथि आफ्नो बन्दी पर अर्काको वन पुग्नुपर्छ कि हाम्रो वन 5 नम्बर भएपछि 4 नम्बर वन पुग्नुपर्छ कि चोन 7 नम्बर वन यस्तो कुरा भन्नुहुन्न कि भिडियोमा हाल्नु थाहा पायो भने त मिठो हुन्छ अनि हामी मात्रै होला कि नेम पालना गर्ने कि गाइस खुलेपछि मात्रै आउने अरूलाई त बाह्रै मासु ल्यायो कि आउने मान्छेलाई भन्न मिलेन भनेर पनि थाहा पाएर पनि केही गर्दैनन्
जो 1-2 दिन आउँछ नि 1-2 दिन आउने मान्छेलाई त खोजिदिन्छन् क्या यस्तो छ अब यहाँको नेम गाह्रो छ म चाहिँ विश्राम गरेको अवस्था त्यहाँ हेर्नु न सुरु भइसक्यो घाँस काट्न दाउरा खोज्न तर हामी यहाँ भेट्टाउँछौँ हामीलाई जानै पर्छ अझै माथि नै यता यो 7 नम्बर हो अनि हाम्रो 5 नम्बर हो कि अनि बिचमा बाटो छ कि गाइस हामीलाई बेला बेलामा फाइदा छ कि तलतिर पनि बस्यो यता पनि बस्यो दवा अस्ति त हामी तलतिर लागेको थियौँ है यहाँ तलतिर गएर खोजेको थियौँ आज यहाँ घाँस छैन क्या पनि हामी माथि जान लाम फेरि हो कि मामा गाइस दबाई क्या म दुगुर्छु ल घटाउँछु क्या मैले मलाई सकिँदो रहेछ दुगुर्न यता फेरि हेर्नु न घाँस काटेर छुट्टै छ अहिले हाम्रो देउराली भन्ने ठाउँमा आइपुग्यौँ है गाइस यता चाहिँ दैलेख जाने रोटो हेर्नु अनि यतातिरको बाटो कपासे आउँछ कि यताबाट त्यो कपासे आउँदै यहाँ आउँछ हाम्रो घरदेखि आउने बाटो सिधै यो फेरि पिच भए छैन तर बाटो चाहिँ खनेको छ अनि हामी अहिले आएको चाहिँ यो फेरि पैदल हिँड्ने बाटो पुरानो बाटो यही हो फेरि त्यो अलिकति उड लगाएको छ टाइल हामी चाहिँ यहाँ बसेको छौँ टक्क लगाएर मामा एकछिन रेस्ट छ नि थकाइ धौ भयो अब हामी चाहिँ एकछिन माथितिर बस्छौँ मम्मी फेरि अगाडि गइसक्नु 16 वर्षको मान्छे घाँस काट्न हेर्नु न तग्रै हुनुहुन्छ क्या हामी मम्मी त यार 65-66 वर्ष भएर पनि खत्रै हो क्या अब हामी यो बाटो हुँदै जान्छौँ ओके दिदी हाम्रो मम्मीको जोस हेर्नु न जोस यो कोहीले भन्छ 65-66 वर्षको यो वृद्ध अवस्थाको भर्खर 16 वर्ष त हुनु जा मम्मी त हेर्नु हामीलाई रुख चढ्न आउनु क्या मम्मीलाई रुख चढ्न आमा घाँस बनाएको अहिलेसम्म पनि तग्रै हुनुहुन्छ क्या होइन एक बारी बनाइदिइसक्नु भयो हामीलाई अब घर फर्किनु त होला ओखो ल हेर त हाम्रो गाउँको काले भाइ पनि आयो कालो हेलो के छ गाइस कहाँ हो तिमी फेरि बन एक्लै गाइस ओखो सन्चै छौ कोसँग आएको के तिमी त बोलाएनौ त मलाई त कहाँ हो दिदीसित आएको एक्लै आइदिने है भन ठिकै छ ओहो सब आइसकेछ नि बिहान ल हामी पनि माथि लाग्यो मम्मी फाइनली हामी चाहिँ वनभित्र पसिसकेछौँ है गाइस अब घाँस काट्छौँ हजुर हेर्दै गाउनु घाँस चाहिँ के काट्ने थाहा छैन फेरि नभेटेपछि त खत्तम भइगयो त हिँड्न पनि यो कम छ है भिरालोमा है राम्रोसँग हिँड्यो दिदी आसी पनि एकदमै लाग्ने रहेछ कि फसेर अनि फेरि तल लानु अर्कोचोटि पनि गयौँ हेर्दो सालका अनि कति राम्रो हजुर तालतिर मम्मीलाई भने सालको दाउरा खस्या रहेछ दिदी त टिप्नु यस्तै भयो त बाँध्ने भयो क्या त यतातिर अलि घाँस छ भाइ दिदी धेरै खासै आएको थिएन क्या अनि हरियाली के सकाप पारे छैन कि अझै अनि त्यस्तै भेटेर हामीलाई धेरै दिन चाहियो
दाउरा त मसिना राम्रो पाइँदैन मैले हाल्छु नि थैलामा मैले चाहिँ फाइनली गाइस 3टा मुठा मात्रै बनाएको छु अहिलेसम्म थकाइ लाग्यो गर्मी भयो धौ भयो हेर्नु मेरो अगाडि हेर्नु गु छ कि गु कसले लाग्यो हग्ने यस्तो बनबनमा भएन भयो अझै कुचेको छ यहाँदेखि माथि राख्न जान्छु त्यसपछि गन्ना मामा आउनु 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 त रामसिंह आउनु है पुरै गुनै गुज जतासुनी यस गाइस यो चाहिँ मैले काटेको अनि यो चाहिँ हाम्रो सीता दिदीको बारी हो अलिकति दाउरा यो चाहिँ मम्मीले काटेको हेर्नु अझै पुगेको छैन हामीलाई अब एक लोड खोज्नुपर्छ त्यसपछि बल्ल भारी हुन्छ दिदी दिदी खोज्ने अनि फेरि नजिकै छन् के यो बाटैमा छन् 20 रोजको बाटैमा छन् ट्याक्सी धुलो उडाउँदै तलतिर आउनुहुन्न ए ल ल घाँस सर त्यतिर ल आएँ म पनि अनि त्यसपछि मम्मी चाहिँ यतातिर लाग्नु भयो म चाहिँ अघि यताबाट निस्केको माइजू भारी पुग्यो त्यही त नि अब तलतिर जानुपर्ने तलतिर त थियो तलतिर खोल्सातिर गएर दाउरा छ कि छेमा भारी बोकेर आउनु भयो घाँस पुग्यो तपाईँको दाउरा पुग्यो कहाँ पुग्ने के पुगे छैन बारी त ठुलो देखेँ अब थैलामा त्यसै ल ल एकचोटि खोज्यो भने पुग्छ हामीलाई भारी अब है मामा दिदी कहाँ माथि बस्या मामालाई घाँस ल्याउन पठाइदिन्छ मम्मीतिर है मम्मीतिर मामालाई घाँस ल्याउन पठाइदिन्छ फेरि पनि सेकेन्डचोटि 3 मुठै घाँस काटेँ मैले गाइस ए यता त छेमाको छ भारी फेरि हामी माथि जान्छौँ भारी पुग्यो कि हेर्छौँ हाम्रो छेरा चाहिँ तल हेर्नु यहाँ लहरा काट लाउनुपर्छ घाँस दाउरा बोक्ने अरे त्यहाँ चाहिँ यस्तो कि त्यो टाटा भन्ने थाहा पाउनु टाटा रहेछ होइन गुनाले झारेको तर सबै खाली उसले पो खाइसक्यो गुनाले खा होला फेरि माथि जान्छौँ अहिले हाम्रो चाहिँ घाँस दाउरा पुगेर भारी चाहिँ हाल्नु भयो मम्मीले अब यता फेरि हाम्रो छ्यामालाई फेरि यहाँ भारी लाने रे थैलामा नलाने रे छिटो हाल्नु छेमा भारी कोही फेरि भारी पुगेर बस्यो घाम तापेर हामी चाहिँ बाटैमा छौँ हेर्नु न घाँस भारी हाल्दै हुनुहुन्छ अब मम्मीले त भाइ हाल्दै हुनुहुन्छ यता छेमाहरू पनि दिदीले त भाइ गइसक्नु भयो अब त्यो एकछिन चाहिँ हामीलाई विश्राम हो कि यति राम्रो ठुलो ढुङ्गामा हेर्नु यहाँ चाहिँ अलि आसी उदाउने हो आसी उदाउने माथि बसेपछि के हुन्छ अरे घर गएर फेरि के हुने हो थाहा छैन अब चाहिँ हामी एकछिनमा हिँड्छौँ फाइनली हाम्रो चाहिँ आजको भ्याइ हो दिदी क्यामेरा घुमाइदिनु न यसलाई पेटीकोटसँग देखाउनु त कुचले एउटा बनाएको बेला त हामी चाहिँ नि भारी बोकेर हिँड्यौँ है गाइस अगाडि छेमा दिदी मम्मीहरू अगाडि बस्नुभयो मामा दिदीहरू म चाहिँ पछि छु ल फाइनली गाइस हामी पनि भारी सारी बोकेर हिँड्यौँ चल्दैको यता पुग्नुहुन्छ मम्मीहरू अगाडि गइसक्नुभयो हामी पनि हिँड्न लाग्यौँ म घरतिर हाम्रो चाहिँ यहाँ मम्मी र आमा आएर अघि नै बसिसक्नुभयो सुनाइदिउँ तपाईँको त्यस्तै नै छ त म कता उसालो हाम्रो यहाँ चाहिँ पिसाउने कार्यक्रम भइरहेको छ गाइस थकाइ त लाग्यो होइन त्यही पनि एकछिन पिसा जस्तो गरिदिएको हो क्यामेरा समाउने दिदीलाई धौ पऱ्यो
त्यही भएर हो यसो उता पनि घुमाइदिनु हाम्रो आमालाई छेमा गाइज कपाल कोर्न लाग्छु अब हामी एकछिन बढीमा आधी घन्टा लाग्ला घर जान अब फेरि छैन है बढीमा आधी घन्टा ओके सो गाइस हाँसको हिँडाइ र हाम्रो छेमाको हिँडाइ एउटै छ भारी गराउन ढिलो पनि हिँडी भारी बोकेर आउन ढिलो पनि हिँडी गाह्रो छ गाह्रो अब धेरै छैन हेर्नु तल हाम्रो गाउँ हो बढीमा 10-15 मिनट हजुर गाइज अटिनु बा मामा त घर गइसक्नु भएछ है टोली फेरि हिँड्यो घरतिर गाइज यो हो नि चेकटा गराइदिएर यस्तो दबाउँछ कि गाइज हेर्नु हिँड्न पनि खुट्टा दुख्छ क्या फाइनली घर पनि आयो फाइनली घर पनि आयो गाइस घाँस देख्न पाएछ नि बाख्रा गराउनु सुरु गरेको अन्त मान्छेलाई पनि भोक लागिहाल्छ नि खाना खानेकुरा देख्नु चाहिँ भोक लाग्छ त्यस्तै मान्छेलाई काट्नु धुनु पऱ्यो अलिकति फ्रेस हुनु पऱ्यो नुहाइ गर्नु पऱ्यो फेरि एकछिन भेटौँला अहिले फाइनली वनबाट आएर पनि नुहाइदै गरिसक्यो गाइस अनि अब चाहिँ हामी चटपटी हाम्रो गाउँको फेमस चटपटी होइन सीता दिदीको चटपटी पसल हो नि बहिनीहरूमा चाहिँ चटपटी खान आएको छन् गाइस हाम्रो चटपटी बनाउने दिदी चाहिँ को अहिले म तपाईँलाई देखाउँछु फेरि चटपटी बनाउने दिदी चाहिँ उहाँ नै हो अघिको हामीसँग बनाउनु गएको यस्तो मिठो मिठो पिरो पिरो बनाउनु है दिदी हेर्नु मैले गाइस केरो चाहिँ घरैबाट ल्याएको हेर्नु दिदीको बारीमा फलेदैन र तेरो घरबाट लिएर आएको यसो ट्रक्क लगाएर गराउनु ल हामी चाहिँ यहाँ वेटिङमा छौँ हेर्नुहोस् अब मेरो लागि चटपटी ल्याइदिएको छिन् मेरो बहिनीले थ्याङ्क यू हेलो वेलकम छ मेरो भ्लगमा हान्ने रहेका चाहिँ चटपटे हाम्रो चाहिँ भाडा स्याहार्नु पऱ्यो फेरि एक्सचेन्ज गरेको ल बहिनी फेरि कस्तो मजाले खाइसकेपछि अब चाहिँ गाइस खुर्सानी पनि घरबाट लिएर आएको छु कि बोकेर पकेटमा होइन अब चटपटे दान दे भ्रात पऱ्यो क्या यार उनको बुआ जापान गए उनको बुआ जापान अनि सबलाई कति वर्षमा जापान गए अहिले गाडीमा टाइममा गयो टाइममा भर्खरै गयो
गाइस यस्तो पिरो भएर नि चटपटा एकै चटपटा खाएर हामी यहाँ चिज पनि खानु माम पुन्जी पनि कहाँ जाने हामी बाई चटपटी दी बाई के हुन्न के है आउनु न घामै छैन कहाँ जानु घाम ताप्न यहाँ पुग्यो क्या यहाँ कानमा ल जान्छ अब हामी घाम ताप्न जान्छौँ अन्त त्यो रात परिसक्यो अनि त्यसै गाइस हाम्रो गाउँ कति राम्रो देख्यो फेरि त क्यामेरा हाम्रो गाउँ कति राम्रो देखेको माई गड हामी चाहिँ एकछिन घाम ताप्न जानु लाग्यो होइन घाम खोज्दा खोज्दा यहाँ 5 बज्नु लागिसक्यो अब खानु पर्ने टाइम लागिसक्यो म त आज मैले त छुट्टी हो बहिनीको चाहिँ घामै लागेन जतासँग अधेर भइसक्यो के गर्ने होला गाइस दामी आउँदो रहेछ अल्की सिन्चन गौरी मान्छे त कता कता लागेछ त्यसमा घाम चाहिँ अब हामी चाहिँ यहाँ घाम ताप्छौँ हजुरलाई कस्तो लाग्यो मेरो भ्लग चाहिँ भन्न सक्नुहुन्छ आजको कमेन्टमा नयाँ हुन्छ नि मेरो च्यानल ट्याक्क लगाएर नयाँ हुन्छ नि ट्याक्क सब्सक्राइब गर्नु होला अनि कमेन्ट छाउन सक्नुहुन्छ अनि आजको भ्लग चाहिँ यति नै हो अहिलेको लागि बाई बाई अनि बाई गर्न आज बाई गर्न प्यारी